देश के छ भङ्गलान् भुँडै टेक्यो भन्दिए युवाले सोध्लान् नि कानुन खै भन्लान् रगतै लेख्यो भन्दिए शहीदले सोध्लान् नि न्याय पाइयो भन्लान् अदालत जल्यो भन्दिए किन जल्यो त्यो कसरी भो भन्लान् घुसपेटै चल्यो भन्दिए घुसपेटै चल्यो भन्दिए नेतालाई सोध्लान् नि सुध्रे कि भन्लान् 2 दिनलाई पर्से भन्दिए विकासको नारा खै कहाँ पुग्यो सोध्लान् तेस्रो दिन बिर्से भन्दिए तेस्रो दिन बिर्से भन्दिए योपालि नेपाल आमा मात्र रोएकी होइन, सयौं आमाहरूको आँखामा आँसु आएको छ। ती निर्दोष आमाहरूको आँखामा आँसु ल्याउनेहरूलाई यो लोकले सजाय नदिए पनि परलोकमा सजाय पाउनेछन्।